फेरि पनि मेरो नमस्कार। आज मिति 2078 साल माघ महिनाको 19 गते आज जेसे टासी फाउन्डेसन नेपालको टिमबाट हामी 44 जना बालबालिका र कर्मचारीहरूलाई चाहिँ न्यानो ज्याकेट उपलब्ध गराइदिनु भएको छ, जसमा मैले पनि प्राप्त गरेको छु। एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु यो महान सहयोगको लागि र हजुरहरूले यस्तो महान सहयोग निरन्तरता पनि गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। हजुरको जय होस्। नमस्ते टासी दिले सम्पूर्णलाई हाम्रो यो घेसे टासी फाउन्डेसनको मार्फत र आज हामी यो द्वन्द पीडित तथा अपाङ्ग सङ्घमा हामी यहाँ साँखोमा आइपुगेका छौँ, जहाँ चाहिँ 48 जना चाहिँ यी अपाङ्ग अनि असहायहरू तपाईँहरूले देखिरहनु भएको छ। उहाँहरूको नै लागि आज 48वटा ज्याकेट चाहिँ हामीले यहाँ वितरण गरिरहेका छौँ भने जुन हाम्रो फाउन्डेसनलाई सहयोग गर्नुहुने नियोगमा रहनुहुने सम्पूर्णलाई हाम्रो तर्फबाट पनि धन्यवाद। र हामी चाहिँ अहिले यो सम्पूर्ण ज्याकेट वितरण गर्ने कार्यक्रम सकेर चाहिँ हाम्रो यहाँ अहिले जुन ज्याकेट पाउनेहरूको लागि चाहिँ हामी यहाँ फोटो खिचाइरहेका छौँ। धन्यवाद।